आज चाहिँ म ढेँडो खाँदैछु धेरै अन्तरालपछि। अनि ढेँडोसँग यो पोर्क छ, पोर्क अनि साथै अनि किनिमा पनि छ है। जापानमा चाहिँ किनिमा यस्तो खालको पाउँछ गाइज, आलु आलु सुकेको हुँदैन। अनि म चाहिँ किनिमा ढेँडोको याद आउँछ बेला बेलामा, अनि त्यो किनिमा पनि लिएर ढेँडोसँग टेस्ट गर्दैछु है त गाइज। ढेँडो चाहिँ थोरै भए पनि खाइ नसक्ने अवस्था भएर थोरै लिएर खाँदैछु। चाहिँ किनिमा यस्तो छ है, आलु आलु त्यसले आलु किनिमा चाहिँ हाम्रो टेस्ट चाहिँ मिठै छ, जे होस् गाउँमा बनाए जस्तै छ, अर्ग्यानिक। तर सुकेको छैन, आलु छ गाइज। पिरो छ, कति र खाइसक्ने हो है। यो चाहिँ मुलाको अचार हल्का गुलियो छ। खाए ल। एक वर्षपछि ढेँडो खाँदैछु गाइज, यहाँ परदेशको ठाउँमा। अर्ग्यानिक ढेँडो खाँदा त पेट पनि गरम हुने होला। म चाहिँ ढेँडो घरिघरि मात्रै टोक्छु, घरिघरि नटोकी मिल्छ है गाइज। पिरो भयो गाइज। ढेँडो
थोरै भयो भने गाइस यतिकै पुरो धेरै खान्छु होला भनेर बनाएको। यो चाहिँ किनीमा, जापानको आलो किनीमा। हाम्रो गाउँतिर भर्खर ढिलीबाट कुटेर निकालेको जस्तो छ। थ्री लोयर पङ्गुरको पर्क। कुटुटुटुटु यस्तो छ गाइस, हेर्दै कस्तो खाउँ जस्तो पनि नखाउँ जस्तो पनि होइन। उयो फाइनल यति छ। नेपालमा चाहिँ किनिमा भन्छ भने यहाँ चाहिँ नातो भन्दो रहेछ है, जापानिज भाषामा चाहिँ। किनिमा खान्छु भनेर गएर सपिङ मलमा खोजी पनि कहाँ पाएर गाइस, यहाँको छुट्टै भाषा हुन्छ, नातो भन्ने रहेछ। अनि मैले चाहिँ यहाँ किनिमा ढिँडो पो याद धेरै आयो भने खोजेर आज खाना खाँदैछु गाइस। खाएर सबै मिठो भयो, धेरै मिठो भयो। अब यो भिडियो पोस्ट पनि गरेर तपाईँहरूलाई देखाउने छु, कस्तो लाग्यो भनिदिनु होला। मिठो भयो गाइस। थ्याङ्क यू फर वाचिङ।
मैले ढेँडो प्लस पोर्क प्लस किनीमा खाएको भिडियो लगाएको छु। सबैजनाले हेरेर साथ दिनुभयो, साथ दिनुहोला। नयाँ भिडियो पोस्ट गर्दैछु। बस सबैजनाले सपोर्ट गरिदिनु होला। हजुरहरूको मार्फत अर्को नि भिडियो लिएर आउन सफल हौँ। आज चाहिँ मैले यो नर्मल ढेँडो, अर्ग्यानिक ढेँडो प्लस बङ्गुरको मासु खाएर अनि यो किनीमा खाएको भिडियो हजुरहरूले पोस्ट गरेँ है त गाइस। सबैजनाले हेरेर साथ दिनु होला। थ्याङ्क यू, बाई बाई, थ्याङ्क यू सो मच।